घाममा हो मेहनत पसिनेसरी भएर एकदमै चाहिँ खतरनाक काम। डिडी राइडर यता हाम्रो अर्को राइडर हुनुहुन्छ, यता हाम्रो बुबु हुनुहुन्छ, यता हाम्रो अर्को उहाँ हुनुहुन्छ, यता अर्को बुबु सोनाम एन्ड एट द लास्ट हाम्रो बुद्धिराज बुबु हुनुहुन्छ चिफ यता चाहिँ। अन्त यो हो आजको हाम्रो लाइनअप। भोलिमा आउनु मजा आयो। Hello guys, hope you all fine and doing great. Welcome back to my channel. अन्त आज चाहिँ हो 5th June, that is observed as World Environment Day. अन्त हामी साथैमा हाम्रो क्लब मेम्बर्सहरू आज चाहिँ हामी जाँदैछौँ टुवर्ड्स लिङ्के स्कुल स्याप्लिङ्सहरू प्लान्टेसनहरू गर्दै राइड मात्रै नगर्ने है, इन्भाइरोमेन्टमा पनि एकदम मध्यनजर राखेर अब हल्का अब राम्रो काम पनि गर्ने, राइड फर अ गुड कज। अन्त सरहरूले चाहिँ मलाई अघि माथि पर्खिरहनु भएको छ, तर म चाहिँ अलिकति ढिलो भएँ निस्किनु, किन भन्दाखेरि उहाँहरूले मलाई ढिलो अपडेट दिनुभयो नि त। म त पर्खेको थिएँ तल, अन्त त्यसले गर्दा अलिक ढिलो भयो मलाई चाहिँ। टर्निङमा त ओभरटेक नगरौँ हो। अन्त मलाई चाहिँ अलिक ढिलो भयो, पर्खिरहनु भएको छ। उहाँहरू त पुग्नु बाटे भन्नुहुँदै थियो, मलाई पनि बाटो त त्यस्तो याद छैन लिङ्के स्कुलको। अन्त यहाँ गाइस आजको हाम्रो राइड चाहिँ यही हुनेछ। म तपाईँहरूलाई माथि पुगेर सबै देखाउँछु है त आजको। अन्त आजको भिडियो चाहिँ एकदम सबै नेपालीमा हुनेछ हो, नेपालीमा बनाउने आजको भिडियो चाहिँ। अन्त यहाँ गाइस यहाँ तपाईँ वाटरफल देख्न सक्नुहुन्छ है। लिङ्के स्कुलको बाटो यस्तो रहेछ। मेरो ड्युकको रेडिएटर अन भयो बेसी लो गियरमा हिँडेर। दिन बाद बोल्दा त के बोल्नु हुँदो रहेछ। अब चाहिँ हामी आइपुग्यौँ जस्तो लाग्यो हो मलाई। बाइक सरहरूले यता राख्नु भएछ क्लबको केटाहरूले। निड टु पार्कमा बाइक एज वेल। सोमो हालिदिए यतानिर नै भन्दाखेरि पनि उहाँ हाल्नु पऱ्यो। बाइक हामीले यता पार गरिसकेको छ हो। अन्त राइडर्सहरू चाहिँ हाम्रो माथि हुनुहुन्छ अरे, सब म चाहिँ गएर भेट्ने उहाँहरूलाई। यहाँ लिङ्के स्कुल पुगेर प्लान्टेसनहरू गरिरहेको छ। Close till I get up. Time is barely on our side. I don't wanna waste what's. अन्त हाम्रो सोनामले चाहिँ यता आफ्नो जग्गा बनाइसकेको छ हो, ट्याङ्क खनेर। म चाहिँ जग्गै पाएको छुइनँ, यता रोप्छु होला म चाहिँ। मेरो लागि बनाइदिएको सोनाम। अन्त गाइस यहाँ चाहिँ एकदम यहाँ हेर्नु सक्नुहुन्छ हातहरू पनि हो, एकदम मिहिनेत गरेर मैले चाहिँ यहाँ मेरो प्लान्टेसन एडल्टेड अपोजिटतिर यहाँ मैले स्याप्लिङ्स रोपिसकेको छु स्कुलमा। अन्त यता सोनामले रोप्दैछ उसले चाहिँ यो यस्तो कभर पनि लगाउँदैछ, म पनि लगाइदिन्छु। अन्त सोनामको नेम ट्याग यहाँ छ, सोनाम भुटिया। त्यहाँदेखि अर्को यहाँ हुनुहुँदो रहेछ सुशील राई। त्यहाँदेखि अर्को यहाँ झन् रेडिमेड जति रहेछ अञ्जली राई रहेछ। हेलो। अन्त यता रहेछ यहाँ पनि रेडिमेडै रहेछ रुबिना राई जुम्ला डाडुलको। यहाँ कसको यहाँबाट चाहिँ लगाएको छैन रहेछ, त्यही होइन रहेछ यो ओभरअल सबैको रहेछ। यहाँ अब क्लब मेम्बर्स एआरसी बुद्धिराज बुबुले चाहिँ आज एकदमै यो गर्नुभएको छ हो। सबै मैले गरेको छु। एकदमै दामी काम गर्नुभएको छ। सबै मैले गरेको। आई एम इन्भिजिबल। अब म पनि यो लगाइहाल्छु है बाँसको यहाँ। आज एकदम हामीले मदर अर्थलाई दिएको आजको दिन चाहिँ हो। यो चाहिँ मेरो स्याप्लिङ हो।
ओ यसलाई चाहिँ भित्र हालिदिउँ यहीँ भित्र हालिदिउँ कि बाहिर ठिक छ बाहिर राख्दैन बाहिर राखिदिउँ अलिक खनेर अलिक गहिरो हालिदिउँ यसलाई हो मेहनत पसिना यसरी भएर एकदम एकदम यो चाहिँ खतरनाक काम अब चाहिँ उयो भयो एकैचोटि 5 वटा खाइदिनु जस्तो भइरहेको छ हो साथी छुट्टी खाएर फुटाएर खाइदिन्छ फेरि एकैचोटि 5 वटा खाइदिनु जस्तो तिमीले त फेरि बना यता चाहिँ किन बोलायो भन्दा बुबुको स्कुल रहेछ नि त लिङ्के चाहिँ अहिले चाल पायो नि त हामीले त्यही त त्यो यहीँ स्कुल चाहिँ किन भन्दैछु नि यता पनि गाउँले हो नि त ए ओके ओके यो हप्ता उठाउने दादा अरे यता हप्ता उठाउँछ अरे यता नभए हामीले स्कुल मिलाउँदा हुन्थ्यो भनेर सोचेको थिएँ नि त म एउटा बेलुका फेरि बुबुले चाहिँ ड्रोनको ब्याट्री के भयो के गर्नुभयो अरे बुबु ब्याट्री बिर्सेछ कुरा चाहिँ यस्तो भयो कि सिमेन्ट फ्याक्ट्री बनाऊ भनेको सिमेन्टै पाएन भने जस्तो भयो नि कुरा चाहिँ त्यस्तो भयो सिमेन्टको तर सिमेन्ट पाएन अन्त आजको हाम्रो यहाँ प्रोग्राम सानो है यता गर्नु आँटेको ब्यानरहरू लगाइसकेको छ स्टाफहरू पनि यहाँ आइरहनु भएको रहेछ नानीहरूले पनि ग्यादर हुनु भनिरहेको छ सबैजना हो Waste what's left. The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no, I don't wanna waste what's left. And on we'll go, through the wastelands, through the highways, till my shadow turns to sun rays. And on we'll go, through the wastelands, through the highways, and on. अब यता एआरसीको अफिसियल एउटा भिडियो बनाउने भन्छ यहाँ पानी झरीमा यहाँ उपाएर यहाँ हेर्नु पानी परिरहेको भिजिसक्यो जिउ हो यहाँ चाहिँ टी सर्ट पनि बाइकमा पनि छोड्दैछ केटिएमको टी सर्ट लगाइरहेको छु आज ऊ यता गीत बजाइरहेको अलिक बिचमा आउनु त बिचमा आउनु त यतिको चाहिँ हुनु पऱ्यो नि भिडियो भयो सबै यता सब यता सबै भोलिमा आउनु मजा आयो बाई नाम के हो तिम्रो के हो तिम्रो खै ह्यान्डसेक डु ह्यान्डसेक तिम्रो जेन्सा पछाडि के हो तिम्रो नाम अनमोल गुरुङ ओके नेक्स्ट टाइम पनि आउनु भोलि पनि आउनु ओके लास्ट वान लास्ट फाइभ आउनु ओके विल सी अन्त तपाईँ देख्न सक्नुहुन्छ है यो चाहिँ साह्रै छिटो आइपुगेछ अल्पाइनको यो क्लबको टी सर्ट चाहिँ प्रोग्राम सकेर है छिटै रिसिभ गरेछु म चाहिँ यता बाइक घुमाएर आइसकेको छु एकजना माथि छ यहाँहरू हाम्रो क्लबको केटाहरू
बाइकमा सबैजना रेडी म यता हुनुहुन्छ हाम्रो चिफ बुद्धिराज बुबु यता हाम्रो सोनाम त्यहाँदेखि अर्को बुबु उहाँ चाहिँ नयाँ मेम्बर हो मलाई चाहिँ चिनेन मैले मजाले नयाँ मेम्बर हो उहाँ पनि स्कुटीमा आउनु हुँदो रहेछ उहाँ एकजना राइडर हुनुहुन्छ त्यहाँदेखि उबाट पनि अर्को एकजना हुनुहुन्छ एकजना दुईजना तिनजना एकजना यता हुनुहुन्छ बुबु जस्तो लाग्यो त बुबु के कुदाउनु आएको ठट्टेरिका यहाँ हाम्रो बाइक कुदाउनु हुने लेडिज हुनुहुन्छ साटेर कुदाउनु हुँदो रहेछ म त बुबुको बाइक पो हो भन्दैछु यहाँ त को नयाँ मान्छे भनेको त उहाँ पो हुनुहुँदो रहेछ उहाँ एकदम हाम्रो नयाँ उहाँ हुनुहुन्छ दामी छ दामी छ दामी छ एकदमै दामी छ लेडी राइडर यता हाम्रो अर्को राइडर हुनुहुन्छ यता हाम्रो बुबु हुनुहुन्छ यता हाम्रो अर्को उहाँ हुनुहुन्छ यता अर्को बुबु सोनाम नातला हाम्रो हुनुहुन्छ चिफ यता चाहिँ अन्त यो हो आजको हाम्रो लाइनअप म चाहिँ अगाडि पछाडि भिडियो गर्दै जान्छु अगाडि बस्छु फेरि जान्छु भिडियो गर्दै है मेरो काम चाहिँ यति नै हो सबैले छोडेर जान्छ फेरि अगाडि कहिले पर्खेर त्यो सक्नु थच्चामा अन्त गाइस यता चाहिँ हाम्रो टी ब्रेक अरे सबैजना आइसक्नु भयो अरूले बाइक अरूको बाइक त्यता हालिरहेछ कतिले यता हालिरहनु भएको छ एंड या गाइस मीटिंग भी ख़त्म कर लिया एंड आपका गाड़ी राइडर्स लेडीज राइडर्स एंड या गाइस दैट्स द एंड ऑफ दिस वीडियो मेक श्योर यू लाइक शेयर एंड सब्सक्राइब टू द चैनल एंड या गाइस मेरा वीडियो बनाते हुए आज के लिए बस इतना ही था है आज को लागि यति नै थियो ल है त Hey kid, don't ever let them get inside your head.